हेलो नमस्ते सम्पूर्णमा म मदन अधिकारी। आज चाहिँ म हजुरहरूलाई चितवनमा निर्माणाधीन क्रममा रहेको आरोग्य केयर होम प्राइभेट लिमिटेडको चाहिँ भिजिट गराउँदैछु, जुन चाहिँ भरतपुर 11 चितवन स्थित चाहिँ बन्दैछ, जहाँ चाहिँ विभिन्न सेवा सुविधा सहितको यो होम केयर रहनेछ। यसको अहिले चाहिँ म हजुरहरूलाई निर्माणाधीन क्रममा रहेको यो संरचनाहरू देखाउँदैछु। विभिन्न सेवा सुविधा सहितको चाहिँ संरचना निर्माण हुँदैछ, जहाँबाट चाहिँ हामीले 24 घण्टा नर्सिङ सेवाहरू प्रदान गर्नेछौँ। प्यालिएटिभ केयर्सहरू, वृद्ध अशक्त आमा बुवाहरूको केयर, त्यसै गरी शल्यक्रिया पछिको आवश्यक पर्ने केयरहरू पनि यहीँबाट प्रदान गरिनेछ। पाइपबाट खाना खुवाउने, प्यारालाइसिस भएका बिरामीहरूको सम्पूर्ण केयर गरिनेछ। त्यसै गरी दीर्घरोगीहरू जुन अशक्त, अपाङ्ग र सहाराविहीन हुनुभएको छ, उहाँहरूको पनि सम्पूर्ण केयर यहाँ गरिनेछ। र त्यसै गरी अस्पतालबाट डिस्चार्ज भएका बिरामीहरू जुन चाहिँ घरबाट चाहिँ प्रपर केयर दिन सकिन्न, उहाँहरूलाई पनि उहाँहरूको केयरको सेवा पनि हामी दिनेछौँ। त्यसै गरी यो डिमेन्सिया, अल्जाइमर्स, पार्किन्सन जस्ता रोगहरूबाट ग्रसित हुनुभएका आमा बुवाहरूको पनि यहाँबाट केयर दिनेछ। एकपटक सम्पूर्ण हजुरहरू जसले हेर्दै हुनुहुन्छ आएर एकचोटि भिजिट गरिदिनु होला र आफ्नो छरछिमेक परिवारमा त्यस्ता बिरामीहरू हुनुहुन्छ भने भरतपुर 11 स्थित रहेको हाम्रो यो आरोग्य केयर होमलाई चाहिँ सम्झिन सक्नुहुनेछ। बिदा चाहन्छु। हस्त, धन्यवाद।